ल चिन्टु सेनाहरू हाम्रो आज फर्स्ट ब्लग ड्रप भएको छ हाम्रो युट्युब च्यानलमा। हाम्रो युट्युब च्यानलको नाम चिन्टुज भ्लग हैन। ल चिन्टुहरू आज फर्स्ट ब्लग हो। अब जस्तै मानौ कि युट्युबले रेकमेन्ड गर्यो भने तिमीहरूको उसमा पोर्टफोलियो युट्युबमा आयो, त्यो लाइक चाहिँ हुनु पर्यो है, त्यसमा लाइक चाहिँ हुनै पर्यो हैन चिन्टुजहरू। ल गाइस हाम्रो नेपालमा हैन हिउँ पर्न त पर्छ, तर वान हिमालयन एरियाजमा मात्रै पर्छ, तर कोरियामा चाहिँ सबैतिर पर्ने रहेछ। यो अब मार्च लगभग लास्ट हो, आज मार्च 17 भयो, मार्च 17 भयो आज। तर मार्चमा चाहिँ पहिला पर्थेन। हामी स्टार्टिङमा आउँदाखेरि म आएको लगभग 7 वर्षभन्दा बढी भइसक्यो। मेरो यहाँ मास्टर्स पनि अब सकिसक्यो। अब पहिला चाहिँ स्टार्टिङमा आउँदाखेरि म चाहिँ 2018 तिर आएको थिएँ क्या हो त्यतिखेर आउँदाखेरि चाहिँ फर्स्टमा म जब यो हिउँ हेर्दाखेरि एकदमै चकित आश्चर्यजनक भएको थिएँ क्या। मलाई चाहिँ कस्तो लाग्थ्यो कि हिउँ पर्दाखेरि चाहिँ यो एकदमै कस्तो अलि हार्ड टाइपको होला जस्तो लाग्थ्यो क्या मलाई, तर त्यस्तो रहेनछ क्या। यो त पुरै के अरे रुई जस्तो हुने रहेछ क्या। किनभने नेपालमा हुँदाखेरि त मैले कहिले पनि हिउँ देखाएको थिएन क्या आफ्नो रियल आँखाले, प्रत्यक्ष नेक्ड आईले मेरो होइन। तर अहिले चाहिँ हेर्न पाइयो, एकदमै खुसी लागिरहेछ। हेर्न त यो म 2019मा नि हेरेँ हो, तर त्यतिखेर चाहिँ यो भ्लग यसरी बनाउनु पर्छ र युट्युबमा हाल्नुपर्छ भनेर कन्सेप्ट थिएन। तर यो कन्सेप्ट चाहिँ मलाई मेरो चिन्टु भाइले दिएको, उर्फ सुनिल भाइ, माछा कटर हो त्यो। अब दिनमा कति प्याकेट काट्छ थाहा भएन, तर कटर चाहिँ कटर हो भन्छ आफूलाई हो। अब हिमको बारेमा एक्सप्लेनेसन सक्यो। अब चाहिँ म अर्को टपिकमा गइरहेको छु। टपिक चाहिँ जे पनि हुनसक्छ है त। ल टपिक कोरियामा मान्छेहरूले यसरी सुकाउँछ के कपडा होइन, तर हाम्रो नेपालमा चाहिँ कसरी सुकाउँछ, एउटा लामो डोरी लिएर आउँछ, अनि त्यसमा बाँधेर अनि त्यस ल इमो आयो होइन, यहाँ कोरियन इमो चुरो आयो। यो हाम्रो कोरियन 이모 안녕하세요 이모. 안녕하십니까. 누구 가는 겁니까? 네, 인터뷰. 이거 우리 네. 네팔에서 눈이 안 나와요. 예. 진짜? 네. 눈 없어? 있어요. 안에 저기 저기 위에만 위에 있어요. 있잖아. 로켓 300인지 안테스 300인지 앞에 네, 있잖아. 네. 오. 밑에는 없어요. 아, 여기가 계속 있어요. 다. 그럼 네팔은 좀 따뜻한 나라네. 네, 맞아요. 그 위쪽만 그러네. 오. 이모 한번 헬로. 헬로. 나이스 투 미츠. 반가워요. अब अझै के भन्नु थियो कि मलाई हिजो यो के भन्छन्, यो हाम्रो जुन अहिले हामी यो गरिरहेको काममा होइन, हिउँ यस्तो परिरहेछ, पानी परिरहेछ, हावा चलिरहेछ, हुरी आइरहेछ, बतास आइरहेछ, हुरिकान, टाइफोन, साइक्लोन, के सुनामी, फुनामी, रुनामी जे छ सब आए पनि, तर यो जुन हाम्रो खाङनामुल सिक्दाङ भन्ने रेस्टुरेन्ट छ नि, कोरियनमा रेस्टुरेन्टलाई सिक्दाङ भन्छन्, यो त्यही रेस्टुरेन्ट। यहाँ चाहिँ मान्छे आएकै हुन्छ क्या, चाहे सुनामी आओस्, चाहे हिउँ परोस्, चाहे पानी आओस्, जेसुकै होस्, हिउँ मान्छे त आउँछ नै क्या। 7 बजेदेखि स्टार्ट हुन्छ, 4 बजेसम्म काम हुन्छ, लगभग 9 घन्टा भनौँ, 10 घन्टा। तर हामी काम गर्ने भनेको बढीमा बढी 4 घन्टा हो। 4 घन्टा हाम्रो ब्रेक, त्यो पनि आफैले लिएको ब्रेक, खासमा त्यो साउनीले दिने होइन ब्रेक, आफै ल अब तेरो पालो त हान्दै गर, म चाहिँ एकछिन सुतेर आउँछु, एकछिन भन्ने मात्रै हो, तर त्यहाँ 1 घन्टा सुत्ने हो, 2 घन्टा सुत्ने हो चिल्लो। पैसा चाहिँ हाम्रो घन्टाको 1200 हो, नेपाली 1200। तर नेपालमा फेरि मान्छेहरूले दिनको लिन्छ बिचारा, 1200 पनि छैन होला होइन चिन्टु भाइ? बढीमा बढी कति होला तिनीहरूको? त्यही 1000 होइन, लेभल ढुङ्गा उठाउनेले अनि रेस्टुरेन्टमा काम गर्नेले अब महिनामा सेलेरी थाप्यो भने 12,000 15,000। तर हामीले यहाँ दिनको कमाउँछ। तर यति धेरै पैसा कमाउनेको बावजुद पनि हामीसँग पैसा छैन क्या। कलेजलाई तिर्नुपर्छ, यो गर त्यो गर, लौडा गर लासुङ गर होइन, तर पैसा हुन्न क्या हामीसँग। अब यस्तै भन्दै जाँदा कस्तो घाँटी सुक्यो एकछिन। सेनाहरू त्यो मेरो फर्स्ट ब्लग हेरिदिएकोमा सबैलाई हृदयदेखि होइन, भित्रैदेखि र हृदयदेखि थ्याङ्क्स होइन। यस्तै महँगो कन्टेन्ट, यस्तै एक्सपेन्सिभ कन्टेन्टहरू, अझै अथेन्टिक एक्सपेन्सिभ, एकदमै कहिले नबनाएको, कसैले नबनाएको, एकदम लाजवाब, एकदम लग्जरी कन्टेन्ट हेर्नु छ भने सब्सक्राइब गर, त्यहाँ रेड बटन साइडमा छ, त्यसलाई टच मात्रै गर, सक्यो क्या, अरू केही गर्नै पर्दैन।